हुनुहुन्छ जानकी मन्दिरका समहन्त राम रोशन दास। राम रोशन दासजी, आजदेखि चाहिँ विवाह पञ्चमी महोत्सव सुरु भएको छ, त्यसमा के भएको छ आज पहिलो दिन? आज पहिला दिन हाम्रो त्रेता युगमा रामचन्द्रजी आउनु भएको थियो नगरमा पहिला। आज नगर प्रवेश गर्नुभएछ, जुन हाम्रो जनकपुरवासीले दर्शन गर्नुभएको थियो रामजीलाई बिहेभन्दा अगाडि। यो नगर दर्शनको रूपमा भन्ने गरिन्छ यो पर्वलाई। आज हाम्रो रामजी दुल्हा यहाँ चाहिँ जनकपुर मिथिलामा भ्रमण गरी सबैलाई दर्शन दिनुभएको थियो घर घरै। यो मिथिलावासीलाई त्यही परम्परालाई हामीहरू यहाँ निरन्तरता दिँदै त्यही युगको संस्कृति अनुसार अहिले पनि हामीहरू मनाउने गरिन्छौँ। जुन आज यो दृश्य अहिलेको झलक यो नगर दर्शनको झलक थियो, जुन यसरी नै घुमेर जनकपुरवासी आनन्द लाभ उठाउनु भएको थियो। अगाडिको कार्यक्रम भोलि पुष्प वाटिका फुलबारी लीला छन्, जुन पुष्प वाटिका फुलबारीमा भगवान रामजी र सीताजीको प्रथम मिलन भेटघाट दर्शन भएको थियो। त्यही चाहिँ भोलि लीलाद्वारा यही जानकी मन्दिरमा फेरि यो फुलबारीको लीला दर्शन यो जनवासीलाई भक्तजनवासीलाई दर्शन हुनेछ।